हेलो गाइस, म चाहिँ यता चाहिँ काम गरिरहेको छु। म चाहिँ काममा व्यस्त छु अनि मेरो दाल प्याकिङ हुँदैछ। यता देखाउँदै एकचोटि। हजुरहरू के गर्दै हुनुहुन्छ? कस्तो अवस्थामा हुनुहुन्छ? अनि ल बताइदिनुहोस् नि। हेलो दर्शक, नमस्ते नमस्कार। म चाहिँ अहिले हाल कालीपाहाडदेखि काम गरिरहेको छु। काम गर्ने ठाउँदेखि बोलिरहेको छु। यो चाहिँ मुखबुली प्याकिङ गरिरहेको छु। हजुरहरू के गर्दै हुनुहुन्छ? कस्तो अवस्थामा हुनुहुन्छ? सन्चै आरामै हुनुहुन्छ होला भन्ने मलाई लागिरहेको थियो। अनि हेर्नुहोस्, यस्तो काम गर्नुपर्छ। किन ढाली फाली ल्यायो तिमीले? उयो गर्नु जस्तो लाग्यो। सपना सबै टुटी गएको छु म। यहाँबाट यस्तो यो पन्नी निकाल्नुपर्छ। पन्नी निकालेर यस्तो बनाउनुपर्छ। यहाँबाट भित्र दाल यो बोमफुल यसरी राख्नुपर्छ। राखेर यहाँ भुइँ राख्नुपर्छ। भुइँ राखेर तौल्नुपर्छ। तौलेर रड लगाउनुपर्छ। रड लगाएर यहाँ राखेर यस्तो राख्नुपर्छ। यति भन्दा मेरो भिडियो छोटो भिडियो। देखाऊ देखाऊ, कपाल देखाऊ अलि अगाडि। यस्तो छ हेर्नुहोस् हाम्रो काम चाहिँ। हाय यहाँ मुसमुस हाँस्छन्। यहाँ दाल तौलिरहेछन्। यहाँले चाहिँ दाल तौल्छन्। म चाहिँ यहाँबाट चाहिँ यस्तो राख्छु। यस्तो बनाउनुपर्छ। यो चाहिँ यस्तरी चाहिँ रगत लगाउनुपर्छ। एकदम थाहा छ क्या सबैलाई रगत लगाउनु। नै थाहा नपाएको मान्छेहरूलाई जानकारी दिए क्या। कसरी बान्छन् रबर बताउ त। ल बना बना बना। मलाई आउँदैन कि बान्न। यस्तो यस्तै चाहिँ दलिया दालहरू राजमाहरू। यति भन्दै ओके, बाई बाई। फेरि भेटौँला अर्को भिडियोमा। सपना सबै टुटी गए एक्लो भाछु म। सबै दुःख बिर्सिएर काममा गएको म। मलाई त गाउन आउँदैन। यति नै मेरो गीत। यो पसल चाहिँ हिमाचल प्रदेश सोलानमा छ। हजुरहरू आउनु होला। सुपथ मूल्यमा दालहरू लगाउनु होला। सस्तोमा मिल्छ यहाँ अन्तभन्दा। ओल्ड बस स्ट्यान्ड। भन। हुसेन ज्वेलर्स। यहाँ आउनु होला लिन। यहाँ सस्तोमा मिल्छ। मिर्चिहरू मिल्छ, हल्दीहरू, अनि जे पनि लिन सक्नुहुन्छ। ल ल ओके बाई बाई। यति भन्दै म चाहिँ भिडियोको अन्तिमसम्म हेर्नु होला सबैजनाले। लाइक कमेन्ट सेयर गर्नु होला। यति भन्दै म चाहिँ छुट्टिएँ। ओके बाई बाई।